टाढाको बाटोमा दाउँदै आयो हजुरको मायाले। घर मेरो रायले भन्नुहोस्। खेतीपाती बाटो खोला घर मेरो रायाले। टाढाको बाटोमा धाउँदै आयो हजुरको मायाले। ए यो पुरानो गीत हो नि त। यो त पुरानो गीत हो नि त फेरि। ल अब एउटा मात्रै गाउनु पाए हुन्थ्यो फेरि के भन्ने त हो भनिहालौँ। एउटा भनिहाल। आज मैले भातहरू खायो पुरानो चामल भन्छ क्या। पुरानो चामल पुरानो चामल फेरि यसै गरी फेरि भेट होला हामी कहाँ होला भन्छ क्या। हामी कहाँ होला त्यहाँ त्यो भन्छ। ए त खतरै भयो त। ल ठिक छ। केमी बितेनस्। म कमलबहादुर गुरुङ हो लगदग हो। लगदग घर। उपाय केही पनि छैन। पेन्सनवाला हो। हाम्रो परिवार छ। परिवार सबै छ। उपाय केही छैन पेन्सन छ। कालो टोपी सुहाएन मलाई सेतो टोपी सिएन। पहिलोको माया भेट हुनु रहेछ थाहा मलाई थिएन। पहिलोको माया भेट हुनु रहेछ थाहा मलाई थिएन। कति राम्रो गीत हो नि यो गीत हो कि मुक्तक हो? नै गीतै हो हाम्रो त त्यही भन्थ्यो कि। अनि यसको भाग छैन गीतको भागै गीत। यो त ऊ भने जस्तो लाग्यो मलाई त कविता कि मुक्तक हो क्या। नै गीत पनि छ। गीत भाका के माया लाउने हो के माया लाउने हो माया छाडेर आउने हो पाइन खबर त कता बाटो आउनु भो मेरो हजुर। मिल्यो त गीत मिल्यो। कता बाटो आउनु भो मेरो हजुर। मिल्यो नि गीत त गीत मिल्यो। अब छ र अझै फेरि पनि ऊ फेरि पनि ऊ भनेर फेरि गाउने हो र भनेको यो गुरुङ हाँस्छ। ल ल गुरुङले त फेरि पनि ऊ भन्छ क्या। फेरि पनि ऊ भनेको त फेरि बजाइदिउँ भनेको है त्यो। ल खेलाती वारीमा खेलाती पारीमा कसले तार्यो तारा हजुर माया हामी बेटा कसले पार्यो जौरान पाइन खबर त कता बाटो आउनु भो मेरो हजुर। कता बाटो आउनु भो मेरो हजुर। ल उहाँ हुनुहुन्थ्यो हाम्रो सम्धी राजा कमलबहादुर गुरुङ स्याङ्जा चापाकोट नगरपालिका वार्ड नम्बर 4 लाग्दा होइन हजुरको घर 4 हो लाग्दा 4 त नि है। धन्यवाद। पुरानो गीत गाएर एकदमै रमाइलो गरिदिनु भयो। आज पनि गाउनुहुन्छ कि? गीत त गाउँछ दिनभरि काम गर्यो। दिनभरि कोदली खान्यो चाँडा एउटा रोटी दिन्थ्यो कोदोको चाँडो 1 रुपियाँ पैसा दिन्थ्यो। 1 रुपियाँ त्यहीमा हामीले जिन्दगी गुजारेको पुग्थ्यो कि है। हुन्छ नि यो कति सालको कुरो होला दाइ? कति सालको कुरो हो त्यो पहिला? त्यस्तै 12-13 सालको होला। 70 सालमा म पोखरामा थियो। मेरो छोरा जन्मेको 27 सालमा हो भने 60 साल अगाडिको कुरो रहेछ यो। गऱ्यो दुःख त भन्न भएको छैन त्यहाँ। हामी मधेस गएर 16 रुपियाँमा 1 मुरी धान ल्यायो। 16 रुपियाँमा 16 रुपियाँमा 1 मुरी धान। 1 मुरी। मधेस भन्नाले कुन ठाउँ मधेस हो? बेलानी। त्यहाँबाट उहाँको उसमा बटोली गयो। बटोली रुपियाँ 5 चामल चुन्नुमा। ओहो
दिएको थियो कि चुल्लो चामल पाएको थियो कि हामीले। कति दिन लाग्थ्यो उहाँ पुग्न उहाँ जानलाई 3 दिन आउनलाई? 1 दिन उहाँ त्यो सामान भर्न पर्यो कि पर्यो आउँदाखेरि 4 दिन। 4 दिन 1 हप्तामा हामी घरै आइपुग्थ्यौँ। 4 दिन भनेर त्यो आउँदाखेरि त भारी हुने भयो नि त। भारी भयो। नुन बोकिराख्नु पर्यो। नुन है? नुन बोकिराख्नु पर्यो। बटौलीबाट बुटौलबाट? बटौलीबाट 4 दिन लाग्थ्यो यहाँ आउन। 4 दिन है? ए 4 दिनमा आइपुग्छ र? 4 दिनमा आउँछ। 4 दिनमा आउँछ है। धेरै दुःख गर्नु भएछ पहिला। सुरु भन्छ क्या यो जिन्दगी हेरी हेरी गयो मेरो जौबाना भन्छ क्या। ए त्यसो भए त्यही भनौँ त एकखेरलाई। त्यसो भए त्यसै भनौँ नि त। भएन नि त यहाँ खोइ। म त नि जस्तो पनि हुन्छ क्या। हजुर नआउँदो रहेछ यो गीत गाउन। फेरि शेरको पनि थियो त फेरि शेरको आनी ढिलो भएको हुन्छ यो फेरि। त्यो केही हुन्न क्या। ढिलो भयो भने छिटो भयो भने केही हुन्न। सुन्नेले सुनिदिएपछि त भइहाल्यो नि। त्यहाँ के भन्छ कताले माछा भन्छ किनी खाउँला दामले। हजुरी हामी भेट भयो जुगो मेरो कामले। हो त्यो एउटा जाओस् नि त ल। त्यो अब यो पुरानो गीतहरूले चाहिँ हामीले संरक्षण गर्नुपर्ने हुन्छ। त्यो गीतलाई चाहिँ यसमा चाहिँ यसो अरूले सुनाइदिनु पाए सबै इष्टमित्रलाई उहाँहरूले पनि मनमा लिएर गाइदियो भने यो गीत चाहिँ हराउँदैन क्या। ल अब त्यही आँधीमा खोला कतले माछा दामले हजुरी हामी भेटघाटै भयो जो गर्नु कामले झाटो त्यति हो। कुरो त्यही आयो कि आज पनि भन्ने हो र पक्नु छ त। हजुर भन्नु पर्यो नि त। तेरो हजुर भन्नु भएन कि। ल है त एकखेर सुन्नुहोस् है तपाईँको रेकर्डिङ है।